तिलिचु बेस क्याम्प सजिलो बाटो चाहिँ छैन, एकदम गाह्रो छ। हिउँ नै हिउँ छ, सबै हिमाल हो, एकदमै सुन्दर छ। तर यहाँसम्म आइपुग्न जुन सङ्घर्ष गर्नुपर्छ त्यो चाहिँ भनिसाध्य छैन। म बिहान बेस क्याम्पबाट 3 बजे हिँडेको हो। यो म झन्डै 5000 मिटर अल्टिट्युडमा आइसकेको छु। सयौं मानिसहरूले आज तिलिचुलाई आफ्नो गन्तव्य बनाएका छन्। एकदमै गाह्रो बाटो छ, तिलिचु बेस क्याम्पमा आउनु सजिलो छैन। हिउँदै हिँड्नुपर्छ, नले हिँड्नुपर्छ, देखिएको सबै हिमाल। म बिहान 3 बजी बेस क्याम्पबाट हिँडेको, अझै कति टाढा छ मलाई थाहा छैन। लट्ठी थियो नि त्यो मोबाइल चाप्ने, भइसक्यो। फोटो पर्दैन, अब भइसक्यो, वाक्क लाग्दो भइसक्यो। ल अब हामी तिलिचु लेक आइपुगेर फर्किने क्रममा छौँ। यो साँच्चीकै सुन्दर ठाउँ हो। आज मात्रै यहाँ सयौं मान्छेहरू आउँदैछन्। तल बेस क्याम्पमा सयौं मान्छेहरू थिए, कति मान्छेहरू आएर पनि फर्किसकेका छन्, कति मान्छेहरू आउने क्रममा छन्। ल राजु भाइले नाम लेख्नु छ, गर्लफ्रेन्डको नाम लेख्नु छ। ए भाइ भाइ भिडियो हालिदिन्छु।
देखेको थियो ल एकदम सुन्दर ठाउँ यही छ हिमाल पाल ओके धेरै सुन्दर ठाउँ हल्का भिडियो भइरहेछ हामी कहाँ छौँ अहिले हामी तिरिसो तालमा छौँ अनि हामी ए